फेरिमा बच्चो चौतारीमा बतास चल्यो अभि बतास अहिले के छ उसको आफ्नै घण्टा छ बतास चल्यो बता हाल्छु ओहो प्रशंसा होइरहोस् ईश्वरको फेरि दालमा अलि नुन लाग्यो त्यसमा historic person he is मलाई हैन फोटोग्राफिङको लागि 5 लाख मागेको थिएँ मैले है 2 लाख डिस्काउन्ट गरेर 3 लाख मागेको के हैन म भनेको कहिले 2 लाख डिस्काउन्ट गरिदिएको के मैले 2 लाख थोरै हो आठ पनि खाएन अरु बेला त 5 खाल खाने मान्छे आज त यहाँ ठेस मात्र हालेर खुट्टा धारबाडी यहाँ मर्कल लख्ती थियो तिमीहरु कहिले सुत्रिने नेपाल फुर्सद हुनु पर्यो नि सुत्रिनलाई भन्ने हाल्नु 7 हिजो नि 9 बाट 11 आइ 10 नॉट तुआन गो फुल गयो यार त रहेछ त जानु होला है म सँगसँगै आज चाहिँ हामी कालुगण्डेको लागि निस्किरहेको साथीहरू चाहिँ सबै अगाडि बढिसकेको भएर ढिलो भएर दौडिरहेको यसरी हामी चाहिँ अघि त्यो दौडिसकेपछि गाडी चढ्यौँ हामी कालो पुल पुगेर 3 जना अनि सबैसँग कलङ्कीमा भेट्ने कुरा भएको थियो अनि कलङ्कीमा भेट पनि भयो अनि केही साथीहरू चाहिँ आउँदै हुनुहुन्थ्यो बाटोमा कोही टाढादेखि आउँदै हुनुहुन्थ्यो हाम्रो जोसेफ दाइ चुन्नीखेलदेखि आउँदै हुनुहुन्थ्यो उता ललितपुर धेरै टाढादेखि उहाँ हुनुहुन्थ्यो अनि उहाँलाई पर्खिने कुरा भयो त्यतिकै बाहिर पर्खेर बस्ने भन्दा पनि केही चिया खाजा गर्दै पर्खिने कुरा भयो अनि हामी केही चिया खाजाहरू खायौँ अन्डा चना गेडागुडीहरू यसरी तपाईहरूले देख्न सक्नुहुन्छ यी चिया खाजाहरू खाइसकेपछि चाहिँ बाहिर निस्केर पर्खिने कुरा भयो ओ गुन्डा एकछिनपछि साथीहरू आउनुहुन्छ यहाँ भिडियोमा तपाईँहरूले देख्न सक्नुहुन्छ धीरज सर जोसेफ दाई अनि दिदी बहिनीहरू आइपुग्नुभयो अनि हामी जम्मा गरेर यहाँ चाहिँ 12 जनाको ग्रुप भयो हाम्रो यो 12 जनाको ग्रुपमा कोही पनि पहिला नगएको हुनाले अब हामी गुगल म्याप हेर्दै जाने कुरा भयो कोही पनि पहिला नपुगेको भएको कारणले जोसेफ दाइ चाहिँ जानुभएको रहेछ तर गाडीमा जानुभएको रहेछ त्यसले बाटो थाहा नहोला भनेर यसरी नै हामी गुगल म्यापको सहारामा अगाडि बढ्यौँ कस्तो रातो देखेको तपाईँ त्यसले घामले हामी चाहिँ यसरी हिँड्दै जाँदाखेरि खड्का गाउँ भन्ने ठाउँमा पुग्यौँ कलङ्कीबाट हिँडेर
यस्तै रमाइलो गफ गर्दै भिडियो गर्दै हिँडियो। ल बसाएर आयो ट्याक्सी रोकेको ल ट्याक्सी चढ्दैन ट्याक्सी चढ्दैन छिर्कन छिर्क अनि भाइ के छ के गरेको पैसा कमाएर कमाइरहेको होइन होला कति कमायो त्यो झोला भर्नुपर्छ है आज स्वागत छ भाइहरू मलाई के भयो किन लाग्छ नाम के हो तिम्रो वेलकम बहिनी खै त वेलकम भनेको मलाई वेलकम गर्नु न खै गाडी आयो गाडी आयो गाडी आयो नाम के हो भाइ सही हो गाइस के हो 5 रुपैयाँ दिनु भाइ गाडी आएको छ गाडी आएको छ येल्लो हेलो वेलकम गरेको मलाई हो वेलकम गरेको नाम के हो तिम्रो लै मयूर लै रोहित हो बहिनीको नाम के हो एसिका एसिका हो ल बाई बाई गाई बाइकलाई रोक्ने नि कहाँ मलाई रोकेको बाटो सबै रोकेर यार आज खत्तम गरे मलाई स्वागत गर्नु भएको तपाईँहरूले हजुर हजुर धन्यवाद हेभन डाँडा भन्ने ठाउँमा चाहिँ जानु न हेभन डाँडा नि जाने भनेको हामी त्यहीबाट दामी धादिङको भ्यू दामी देखिन्छ पुरै ए धादिङको भ्यू देख्ने नि त हेभन डाँडाबाट दामी देखिन्छ त्यहाँ ऊ त्यो चाहिँ व्हाइट गुम्बा होइन त्यो हजुर हजुर त्यो भयो। व्हाइट गुम्बा अनि त्यो माथिको चाहिँ के हो नि त्यो त्यत्रो ठुलो त्यो खोइ त्यो प्रोजेक्ट हो कि के हो त्यहाँ काम छ क्या त्यहाँनिर हो र? छुट्टै हो त्यो चाहिँ त्यतापट्टि चाहिँ हो गाडी अनि ऊ त्यो टक्क तपाईँहरू अब यहाँ जाँदाखेरि यहीँनिर मात्रै हो क्या तपाईँहरू गर्मी हुने र उयो गाह्रो हुने होइन तपाईँको यो बाटो छिर्दै गएपछि ऊ त्यो निलो घर देखिरहेको छ नि हजुरले त्यो घर नि पुग्नुपर्ने हो हामी त्यहाँ अझै त्यहाँबाट त कति कति नि होइन मतलब त्यताबाट जानुपर्ने हो त्यसले त्यो गर्दा अनि नत्र तपाईँहरू यताबाट उता जानुभन्दा यही बाटो सुइँ मासतिर जानु म देखाइदिन्छु होइन सर्टकट हुन्छ हुन चाहिँ त्यो त स्विजरल्यान्ड जाने गुम्बा हो कि क्या हो नि त्यतैबाट हो जाने स्विजरल्यान्ड कटेर जानुपर्ने होइन हामी तपाईँ स्विजरल्यान्ड कटेर नि अझै देश
आधी घन्टा जति हिँड्नुपर्छ होला स्विजरल्यान्ड कटेर हेभन डाँडासम्म यताउता जानलाई होइन तर त्यहाँनिर मान्छेले देखाइदियो भने सबै देखाइन्छ हेभन डाँडा हेभन डाँडा तपाईँहरूले यहाँसम्म मात्रै गाह्रो हो कि त्यहाँ माथि गएपछि त पुरै जङ्गल छ शीतल हुन्छ कि आनन्द चिसो पानी पाइन्छ होइन त्यहाँ एउटा धारा छ ढुङ्गे धारा दामी चिसो पानी पाइन्छ होइन जस हिँडेर गएको यतिको हिँडेको बेकार चाहिँ जाँदैन ए राम्रै धन्यवाद दाइ ल ओ गाइज त्यो फुकाल्नु पर्दैन ऊ त्यो निलो घर कर्मकोटमा हिँड्नु परेछ हिँड्नु परेर ऊ त्यतातिर पुगे पछाडि अलिक चिसो हुन्छ अरे ऊ त्यो निलो घर त्यता साइड पुगे पछाडि चिसो हुन्छ अरे यहीँ मात्र हो अरे गर्मी कुन भनेको ऊ त्यो ल गाइज हाइकिङ स्टार्ट भयो है हेलो स्वागत छ भनेको र फाइनली हाम्रो हाइकिङ स्टार्ट भएको छ गाइज सबैलाई वेलकम छ म त हिँड्नै सकिनँ यार सबैभन्दा चिकन त नखाउँ यार है त्यो चिकन खायो भने मुख सबै गलेर आउँछ हजुर हामी पुग्ने कालो पाण्डे डाँडा ऊ यता त्यो ठ्याक्क त्यो कटेर यस्तो जानुपर्छ होला अलिक यस्तो अब 1.5 घन्टा त्यहाँबाट यस्तो आउनु पर्दैन स्वयम्भू भएको भए जाउँ अझै छ 1.5 घन्टा ठ्याक्कै 1.5 घन्टा छ हामी यहाँ म उताबाट 8 बजे हिँडेको के दिने भने खोइ आफ्नै रिज त नि खाएको त ओए के हो एंट्री अच्छी है लेकिन बैठने का तरीका अभी बड़ा कैजुअल है ओ हो जाउँ है हामी मुखिया गाउँ आयौँ धारबारीको दुधुलेको मुखिया के अरे चोक्टेको मुखिया हावाको मुखिया म चाहिँ सुर्केको मुखिया सुर्केको हावाको चोक्टेको अनि दुधुलेको मुखियाहरू आउँदाखेरि यो ठाउँमा हामीलाई वेलकम मुखियाहरू आउँदाखेरि यो ठाउँमा हामीलाई वेलकम मुख्य गाउँ छोरे के दिएछन् क्या छोरे होइन होला होइन होला म चाहिँ डर जान्छ होइन होला नाम के हो तपाईँको हजुर होइन होला होइन होला म चाहिँ डर जान्छ होइन होला नाम के हो तपाईँको हजुर समृद्धि वेलकम गर्न बस्नु भएको मलाई मलाई वेलकम गर्न बस्नु भएको अनि फुल खै मलाई नि वेलकम गर्न बसेको मान्छे हेलो भाई यहाँ पे क्या हो रहा भाई वेलकम गर्नु भएको थ्याङ्क यू मलाई चाहिँ के गर्दै
म हार्सिँदै हो क्या म हो म हार्सिँदै है दादा म नि घुमेर आएर दिन्छु साथीहरूले आज 1000 रुपियाँ सक्यो ल आफै बाटो के भने हजुर हामी चाहिँ अहिले यो चन्द्रगिरी नगरपालिकाको मुख्य गाउँ भन्ने ठाउँमा आइपुग्यौँ एकछिन आराम पनि गरियो त्यस पश्चात हामी आफ्नो गन्तव्यतिर लाग्यो हुन्छ अब एकछिन धीरज सरको कुरा सुनौँ है त हामी म आजको दिन अलिअलि दुखी पनि छु अलिअलि खुसी पनि छु अब नयाँ नौलो ठाउँ अब साथीहरू आइरहेको छन् मभन्दा बच्चा छन् सबै 2-3 जना मात्र खुला हुन् सबै बच्चा हुन् यसो नेतृत्व को मूल्याङ्कन पनि गरिरहेको छु ठाउँ पनि राम्रो म तपाईँ भइसक नेपालमा गएँ भने चकचक गरिस् सर म होइन चकचक गर्ने दिने तैँले गरेको देखेको छु नि यो हात हो जो चाहिँ कमजोर छ त्यसको नाम चाहिँ बलबा जसको धन छैन त्यसको नाम धनबहादुर धेरै हो जो चाहिँ लुत्तो लङ्गार भएर हिँड्छ त्यसको नाम चाहिँ बिरुवा वीरेन्द्र मलाई कालो बनायो अभागी अचम्म किन चाहिँ आशिष पैसाले के हाल्यो तपाईँलाई यहाँ इन्टरभ्यू चल्दैन भिडियो भिडियो दिउन आनेको हो नि कसैलाई हाम्रो भनाइमा चित्त दुख्यो भने नदुखाउनु होला हामी यस्तै छौँ सहलाएंगे थोड़ा सा सिलासको चाहिँ सिलासको त अर्थ थाहा छैन होइन अनि जसको चाहिँ अहिलेसम्म कुनै जिन्दगीमा केही विकास भएको छैन त्यसको नाम चाहिँ विकास गाई हामी यस्तो त्यसको नाम चाहिँ फेरि कुमार जसको चाहिँ कपाल पनि छैन ताक्नु छ कपाल उक्लेर जान्छ त्यसको नाम चाहिँ केशव अनि के अरे नानी दाइको मानबहादुरको जसको कुरा हामी मान्दैनौँ त्यसको नाम मानबहादुर सरी जोसेफ दाइ हो उहाँको नाम अब कसको मागिरहनु नुपा जसको चाहिँ कान बुझेछ त्यसको नाम चाहिँ नपा जसको चाहिँ जसको चाहिँ कपाल छैन उक्लेर जान्छ त्यसको नाम केशव रे होइन म आफै नि भनेको छु जो चाहिँ चुलबुल गर्छ हतार गर्छ त्यसको नाम चाहिँ धीरज रे
हुन्छ दिउँसो आमु सुशीला चाहिँ के हो थाल्नु के प्लास्टिक खानुभयो क्या हो कपको लागि भनेको काम पुच्छार बोक्यो मारे ढुङ्गा हान ऊ डाँडामा ऊ देख्नु तर यहाँ अब हामी जाने बाटोमा जङ्गलमै घुमेर बसिनु हुन्छ क्या त्यस्तो खतरा यस्तो दामी सल्लोको रुखहरू छ मिलेको क्या चट्टा रुन्दरहरू राखेको छ बाबा छ रुखबारी चढेर धेरै सर रुखबारी चढेर चौतारीमा ल फाइनली गाइज हामी हाइकिङमा चढ्दैछौँ अब कति टाइम बाँकी छ 1 घन्टा लाग्छ होला 1-1.5 घन्टा लास्टमा हुनु भएन भएछ त तपाईँ त आउनु चाहिँ छिटो धेरै वर्ष ल आउ न ठाडो गरेर खिच्नु भने भयो भनेर पर्खेर हुन्छ त A few moments later. नेपाल के हुन्छ म त्यसको प्रिडिक्सन गर्छु भाइरल मान्छे मैले नाइ भनेको थिएँ यसले पनि म आज मर्नेवाला छुइनँ शुक्रबार मात्र शुक्रबार बेलुका म चाहिँ मर्छु भन्दै थियो तर
कस्तो भइरहेको छ त यात्रा चाहिँ हजुर आज हाइकिङ। के छ हाइकिङ अब जिन्दगीमा कहिलेकाहीँ जर्नी पनि गर्नुपर्छ होइन जे छ आजै छ होइन जे छ आजै छ मेमोरिजको लागि भनौँ न भोलि कसले देखेको छ र होइन मैले देखाएको छैन भाइ एकदम अवश्य हाइकिङको एक्सपिरियन्स कस्तो हुँदैछ त एक्सपिरियन्स कस्तो हुँदैछ अब धेरै राम्रो रमाइलो भइरहेको छ अहिलेसम्म मलाई यसो एक्सपेक्टेसन भन्दा राम्रो भइरहेको छ कि एक्सपेक्टेसन भन्दा भाइ रियालिटीमा धेरै राम्रो नि राम्रो हो हजुर हो अघि स्टार्ट गर्दाखेरि त उकालो बाटै आउँदैन कि भन्ने खालको भइरहेको थियो होइन त भाइब्स भइरहेको थियो जस्ट मैले सोचेको भन्दा नि धेरै भनौँ न अब रियालिटीमा अर्कै भयो भनौँ न हो मजा लिइराख्नु भएको छ म चाहिँ लिइरहेको छु भन्नुपर्छ हो एकदम है अब रमाइलो त गर्नु पऱ्यो नि जिन्दगीमा होइन एकदम हामी कतिजना छौँ त आज हामी टोटल अहिले लगभग 12जना छौँ 12जनामा कोही अगाडि कोही पछाडि छन् फोटो खिच्ने क्रममा कोही गफ हान्दै हिँड्दैछन् रमाइलो भइरहेको छ जस भनौँ न अहिलेसम्म यात्रामा एकदम हेलो Here I am with the NCCPC youth team. हाम्रो ग्रुपको कुरा हुँदैछ हेर्नुहोस् मजाको चलिरहेको छ यता राजनीति चलिरहेको छ भने हर्क साङबाङसित गएर सिक्छु भनेको छ नि भन्न त भनेको छ नि तर अब तपाईँहरूको त्यो यहाँ हर्क सम्पाङ माटो प्योर माटो यता प्योर फेरि घन्टी घन्टी नो भोट बहिनी अब त्यसरी सिक्छु भन्ने मान्छे रवि मासु भात है थियो अब नगर्नेलाई अब त्यो गर्न नमिल्ने गर्ने अब जुन अब राम्रोलाई राम्रो भन्थ्यो त्यति अहिले के छ उसको आफ्नो घमण्ड छ आफ्नो घमण्डले आफै गइसक्यो क्या दाइ त्यो आफ्नो घमण्ड के बनायो तिमीले त्यो अब हामी पुनको अहिलेसम्म त 71 वर्षसम्म त उसको भोट कार्ड रहेनछ हामी किन भोट हाल्नु त्यो त हो होइन आफ्नै नाममा भोट हाल्ने हो यहाँ सुन्नु न अब के हो भन्दाखेरि अब केही होइन क्या लुसिफर यहाँ सुन्नु न टोली हर्क साङबाङको त्यो बोलाइले बोलाइले गराइले यसो विचार गर्छु मन्त्री घन्टीकै हुन्छ हुँदैन सुन्नुभयो होइन दुई मत गरेर सिधै ठोक्का गरेर भन्छु त्यो मत ठोक्का गरेर भन्छु लुसिफर आयो भने प्रधानमन्त्री हुने घन्टीले छ सुन्नु घन्टीले प्रधानमन्त्री बन्यो भने सुन्ने एकछिन अनि हर्क साङबाङको त्यो माटोको अब क्यान्डिडेट भनेको कतिवटा छ सबै कहाँ सबैमा छ तपाईँको त्यो उसमा उठाउनै सकेको छैन अझै उठाइसकेको छैन तिमीले हेरेको छैनौ तिमीले हेरेको छैन कहाँ ल तपाईँले मत हाल्ने यसपालि माटोमा ल ठिक छ यहाँ बस सकिदिनु रहेछ आज अहिले माटोको भन्नु न कन्डे डाँडा खोइ कहाँ हो त्यता कता हो स्विजरल्यान्ड भन्ने हो त्यो डाँडा होइन उयो तल रहेछ यो वन यता पनि देख्छ होइन सहर देख्छ यता पनि सहरै सहर हो यसो व्याख्या सोच्दाखेरि ल ठिक छ बुझ्दै जाऊँ बतास चल्यो तिम्रो भोइस त कुन समयको नाम त थाहा छैन स्विजरल्यान्ड सिकटियो है ओके म रोकिदिन गर्न त पाइन आराधना जात व्यवस्था मुर्दाबाद वैज्ञानिक समाजद्वारा SSCP on
चौतारीमा बतास चल्यो How is going on? माथि सागरको सगर म हेर्नु तिम्रो जुन तिम्रो नजरको हे सीना रेखा मैले खाउला बाउको निधारमा गएर ये क्या है बैगन कञ्चन त नाच्छ है म त हाल्छु Oh my god! Wow! Okay, Moomin House. Moomin यहाँ रहेछ है Moomin. Okay. Okay. Dhupi Garden. Kathmandu, Nepal. Oh, is that the Dhupi Garden? Oh, अलि फोकस नै अलिक कम गर्दो रहेछ यो मोबाइलले ठिक छ बुझिदिनुहोस् तपाईहरुले यहाँ छ इन्ट्री पोइन्ट चाहिँ यो गेट अनि यो बाटो हुँदै गएर त्यहाँ रहेछ हो द ट्रेजर त्यहाँ रहेछ ओके अब जे बुझ्यो त्यही भनियो मिसअन्डरस्ट्यान्डिङ भएछ भने माफ पा मलाई यो पछिको क्लिपहरू चाहिँ मैले पाउन सकेन कसले खिचेको थियो यो पछि हामी काजी पालो भन्दै पुग्यो त्यो पछिको क्लिपहरू हेर न त हामीसँग यति रहेछ हाम्रो टिममेट रहेछ मलाई छोडेर म एक्लै छोडेर आएछु यहाँ सबैजनाले बाटो पर्छ यसमा न्यूड मुक्त धुन पाइन्छ को यो म फोटो सेसन चल्दैछ जस्तो छ हाम्रो म भित्र पसेको
View 360 resort. ओके कता बसेको छ हाम्रो उता गयो एकदम न त मलाई देख्दो रहेनछ त्यहाँ ल यता एक्जिट पोइन्ट ओके यहाँभित्र हेलो गाइड कहाँ भयो यो रिसोर्ट 360 रिसोर्ट Resort. Where? बाहिरमा ओके भित्र त्यस्तो चिजहरू रहेछ यार Oh my God! Wow! हामी हेर्ने मात्र बस्ने मात्रै हो के हो हामीले सुन्दैनौँ त है यहाँ बस्ने ठाउँ sitting point कुन खालको हेराइ हो यो 1 करोडको छ त हेराइ त ओके this is the tree एक दुई केजी सेवा भन्यो हामी कहाँ आइपुगेको भन्नु न पहिला काजी कालो पानी डाँडाको 360 भ्यू रिसोर्टमा छौँ अनि यहाँ हामीले 4वटा पोर्क 4वटा माछा खाना 4वटा चाहिँ चिकन अर्डर गरेका छौँ डाइरिया हुनेहरू चाहिँ नखानु होला पोर्क पहिल्यै वार्निङ बिरामी को हुनुहुन्छ यहाँनिर बी अवेर है ओके यहाँ फोटो सेसन चलिरहेको छ दिदी बहिनीहरूको दिस इज द 360 भ्यू पोइन्ट resort होइन क्रिसमस एन्ड न्यू इयर 2026 जस्ट पेड यो न्यू सुपेरियर फोक्का Hello. Hey there. Come on. A spike. नले लाग्नु है ढाटी स्टाइलले सुत्ते उइला ढाटी स्टाइलले जातो ओए जुने न त कस्तो लडिन्छ जस्तै हुँदो रहेछ डराएर गालै रातो भइसक्यो यहाँबाट गए पनि चौर तर चौरमा पचाइन्छ है बहिनी चौरमा गएर पचाइदिने अलिक फर्केर आउने होइन डरै छैन नि प्रशंसा होइरहोस् ईश्वरको कति महान प्रशंसा होइरहोस्
भजनहरू म सुन्छु गाएको सुन्दर बहार देवीमा तल हेर्छु कल आवाजको लाग्यो सुन्दछु प्रशंसा हो होस् ईश्वरको कति महान कति महान टर्कीको मदर चाहिँ यार हेलो 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 है अब हामी हिँड्नु ल खाना मिठो छ अब मैले सोध्नु पर्ने हो यो मेरो क्वेसन हो खाना धेरै मिठो रहेछ हजुर कमी चाहिँ के थियो भन्दाखेरि दालमा अलि नुन लागेको थियो This is too much. तर एकदम मिठो थियो हाम्रो के अरे एलिस राई बोलाएको जसरी भनेर बोलाएर चुम्बन खानु पर्ने खालको खाना थियो है धेरै मिठो थियो दिल खुस हुआ ओके धन्यवाद तपाईँलाई कम्प्लिमेन्टको लागि दाइ भनिदिनु अलिक आजको हाम्रो हजुर स्पेसल ट्रिप जस्तै भइरहेछ मेन हामी एक्सेप्ट गरेको भन्दा पनि कति कुरा माथि छ कति कुरा तल पनि छ खाना बेस्ट यहाँ त खाना एकदम अझ घुम्न बाँकी छ हेरौँ घुम्दै जाउँ हामीले 3टा डिस लियो होइन 3टा मतलब तरकारीको आइटम लियो अब कुन चाहिँ बेस्ट थियो ओके फिस पनि ठिकै थियो त्यो तिनीहरू कम्पेयरमा फर्स्ट पोर्क सेकेन्ड फिस थर्डमा चिकन थियो है अनि अरू सुनाउनु के हो अब के हुन्छ अब हामी घुम्छौँ रमाइलो गर्दै अब हाम्रो यात्रा फेरि पूर्ण फिर्तातिर हुन्छ धन्यवाद के छ देवन आयो नि बनाउनु फोटो खिच्नु ठिक हो हामी यहाँ भात खाएको थियौँ माथि हाल्यो त्यो माथि डाँडा जाउँ कहाँ त्यसमा चढौँ एकचोटि स्काई तल गएर हेभेन डाँडामा पनि चढौँ अनि बाटोमा जाँदा भेट्छ जे गर्छ Hello. Hello. How was this? How was the day? This. This? How was the day, huh? Not perfect. Oh. Wait. Good. Just. Okay. Just acceptable. Okay. Thank you for your. For my review? For your. अबे जल्दी बोल कल सुबह पनवेल निकलना है. For my review? ना review भन्दैन. That's. 3 महिलाको Hello. 4 महिला छ नि. माइला मात्र
मैला मात्र यो चाहिँ हाम्रो केपी ओलीको पालामा बनेको भ्यू टावर रे केपी ओलीको बुद्धि यस्तोमा मात्र जान्छ त्यही भएर नेपाल डट नभएको हेलो बहिनी वेलकम धराना चढेको त्यस्ता नाथे वाइट टावर हो कि क्या लक्ष्य दाइ त्यस्ता नाथे वाइट टावर भन्नु न कसैलाई गाह्रो छ यहाँ सिङ्गल आउनलाई ओ माई गड भन्नु न ओए मजाले क्याप्चर गर्नु क्या यता भिडियो कि ब्लग भिडियो मात्र ब्लगर होइन म त फोटो पो खिच्न लाग्छ क्या next time I will insist. Wait, यो त स्ट्यान्ड हावाले लाग्यो पोज गरेर हेर्दा हुन्छ यो हेर्नलाई चाहिँ more than enough. Entry. Just storage है. हाम्रो एउटा टिम त्यहाँ छ हैन मैला तुम मैला तुम खाइ जाऊ न खाली मैला मात्र मैला देछ मुस्कान छोरी त्यसको लागि जानकारीको लागि के छ भने त्यसको लागि हेलो गाइज गनाइ स्केट गरेर भने त्यसको जाने गरे ओके यो लुवाकोटीलाई आज ताजी डाउनलोड गर्ने हाँ खाने पिएछ
एउटा ढाडा मेरीमा हिँड्यौँ हामी कि कालो पानीको झन्डै निस्किरहेको बोच्नु बसिरहेको थियो क्यामेरा आउँदैन कालो दादाको यहाँ नुवाकोटको लडाइँ सेनाहरू है धन्यवाद ओ त्यो हतियारहरू है हतियार सेफ्टी कवच यो त्यस अलि त्यसबाट क्या के भन्छ त्यो लाइट नुवाकोटको लडाइँ यस्तो छ लाइट पनि रहेछ क्या यसको नक्सा चाहिँ छ छाउनी हो 88 ओरिजिनल पेन्टिङ त आर्ट म्युजियम छाउनी हो रहेछ त नि अनि कालु पाण्डे काजी कालु पाण्डेको समाधि यहाँ रहेको रहेछ यस्तो देख्न सकिन्छ हामीले होइन ओके यो पढ्न सक्नुहुन्छ ताजु समाधि 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 चाहिँ यही रहेछ म चाहिँ अब निस्केको यहाँबाट हामी चाहिँ भनौँ न हेलो सोनी कालु पाण्डे आयो होइन काजी कालु पाण्डे पुरा नाम बोल्ने गर्नु अब थाहा भयो नि सलाम ठोकिरहेको होइन चाइनिज भ्याली भ्यू रिजोर्ट हेलो काजी कालु पाण्डे अहिले हामी यहाँ त इन्ट्री गरिसकेको मलाई गएर होला हेलो यस्तो गर्नु पाउँदैन सोले कसले चल्ते हामी निस्किगयो अब हामी निस्किँदैछ फर्किँदै अलमोस्ट सक्यो होइन खुट्टा दुखेर बस्नु नबस्नु त के हाइकिङ भयो होइन खायो खायो माथि त्यत्रो डाँडा नदेखेर यहाँबाट देख्ने देखेको छ म डाँडामा चढ्नु पाएन नि त ओ धरहरा देख्ने रहेछ नि त
आइपुग्ने त्यति नै आउनु भएको थियो हुन त 20 मिनट भने हेरौँ मात्रै तर देख्न त देख्यो तर होइन जस्तो छ त्यो त व्हाइट टावर जस्तो छ त्यहाँबाट हेर्नुपर्छ कालो पाण्डे डाँडा कहाँ छ भनेर। के को त्यहाँ टार्गेट गर्नलाई यहाँबाट विशाल हान्ने चाहिँ ठिकै रहेछ ए ठ्याक्कै है त्यो डाँडा त्यसको हो पृथ्वी नारायणले त्यहाँ डाँडाबाट त होइन उसले गरेको त ठिक छ हामी यो माथि सबैभन्दा पुग्यो रिसोर्टमा पुगेर पनि आयो भ्यू 360 रिसोर्ट अनि यो टावर पनि अवलोकन गरियो देखाचोक भ्यूता हो त्यो हुँदै काजी कालो पाण्डेको समाधि पनि हल्का पढेर आयो बारेमा हिस्टोरिक पर्सन हि इज हे यसो भनिदिनु न के भन्नु हिस्टोरिक पर्सनको बारेमा के बुझिरहनु भयो तपाईँले कालु पाण्डे काजी कालु पाण्डे कालु पाण्डेको विषयमा त पहिल्यै सुनेको हो पढेको हो अलिअलि उसको इतिहास त यथार्थ यहाँ रहेछ भन्ने कुरा मात्रै हो त्यसको रिभ्यू जस्तो मात्र भएको हो रिभिजन भयो अहिले आएर रिभिजन जस्तो मात्र पहिला बुकमा रिभ्यू भएको थियो अहिले आएर रिभिजन आज पनि नेपाल भयङ्कर हाल्यो त बिजोग यहाँ स्कोर 10 विकेट हो भाइ 10 विकेट अस्ति त आज बन आउ हामी अब फर्केको कालो पाण्डे डाँडा सकियो हाम्रो क्यामेराम्यान 3 लाखमा उहाँलाई कन्ट्याक्ट गरेर ल्याएको छ तर जस्तो कुरा जे सुकै होस् गिटार फर्किँदा ल्याउँदाखेरि पनि फर्किँदा पनि मैले नै लिएर आएको छु यो चाहिँ मैले गर्वको साथमा भन्न पाउँछु ग्रुप पिरियड के छ भाइले बताउँदा अलमोस्ट हाम्रो टिम पनि आइसक्नु भयो फर्केर दुईटा टिमबाट हिँडेको छन् हो तपाईँहरूको ग्रुपको नाम भन्नु त अगाडिको ग्रुप दुईटा ग्रुप छ अनि पछाडिको सक्कली हो मलाई त्यो कुरा मलाई होइन फोटोग्राफिङको लागि 5 लाख मागेको थिएँ मैले है 2 लाख डिस्काउन्ट गरेर 3 लाखमा आएको कि होइन 2 लाख डिस्काउन्ट गरिदिएको कि मैले 2 लाख थोरै हो 2 लाख 2 लाख 5 लाख मागेको अनि 2 लाखमा 2 लाख डिस्काउन्ट यहाँ हाम्रो म्यानेजर क्यामेराम्यानले हाम्रो आजको स्पोन्सर चाहिँ धीरज भाइ यता हेर्नुहोस् त तपाईँको अनुहार हेर्न चाहन्छ हामीलाई एकदम के भन्नु अलिकता प्रफुल्ल भन्दा पनि अलि नर्मल नराम्रो भन्ने शब्द चाहिँ अलिक रहेको अलि म भर्खर लगाउन सक्छु कि अगाडि हुनुहुन्छ हाम्रो प्रकाश चाहिँ पुरै आज पुरै खै के भएको हो भनेर सोद्धा पनि नानी हुँदैन डाँडा छोरीछोरी लाउँछ भन्दै डाँडा छोरीछोरी त्यस्तै लागेको छ डाँडा छोरीछोरी शीतल भात पनि खाएन
अरू बेला त 5 खाल खाने मान्छे आज त यहाँ 1 ग्लास मात्र हालेर फुटा जे भयो नि केटोको आज यस्तो मिलाउनु भएर फुटबल भएको कारणले प्रफुल्ल गरे भित्रैदेखि गत अनि उहाँ अगाडि दुईटा पुतलीहरू हुनुहुन्छ बाटो 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 यस्तो छ हेर्नुहोस् हेर्नुहोस् ओइ मेरो ला ठाउँ रे कसरी घुमाउने घुमाउनै आएर घुमाउँ भनेको एकछिन लेक This is the scene we have. Tagal lagi क्या हो मेरा बाबू Hello. Hello. How is going on? कसको गाउँ हो त्यो दाइ? चाँपे रहेछ त नि चाँपे रहेछ त्यो त चाँपाको सामुदायिक वन उपभोक्ता समूहबाट सञ्चालित यस स्विजरल्यान्ड पार्क छापेचौरमा यहाँहरूलाई हार्दिक स्वागत छ। नागार्जुन नगरपालिका ओके स्विजरल्यान्ड पार्क यहाँभित्र पुस्न पाएन आज हामी त्यही हो यहाँ पनि पस्ने कि भन्ने कुरा भइरहेको थियो कुराकानी मिलेन हाम्रो चाबी बन्द भएर ओके अब नेक्स्ट टाइम आइयो भने पसौँला यति नगयो त गएको त नहुने होला बिचरा है हाम्रो जोनहरूलाई अनि त्यति त हुनु पर्यो नि यार रमाइलोको लागि त यस्तो त आज 3 स्टेप जानु त 3 स्टेप के हैन यो त हो आफ्नै चिनाएको मिलेन अब दिदी जाऊ धारबाडी यहाँ मर्कल लफ्टिने धारबाडी टर्निङ आएको कति पहिला कति स्टेप चढ्नु भयो हेलो कसैले काउन्ट गर्नु भएन है ल ठिक छ धन्यवाद तपाईँहरू सबैलाई यो गर्नु न यो गर्नु त लेट्स काउन्ट इट ल हिँड्नु भयो तिमीहरू कहिले सुध्रिने नेपाल फुर्सद हुनु पर्यो नि सुध्रिनलाई भन्ने हाल्नु होइन तिमीहरू कहिले सुध्रने अब फुर्सद हुनु पर्यो नि सुध्रिनलाई हामीले गर्दैछौँ न त अब ल ल ल कस्तो भयो तपाईँहरूको अनुभव आजको हाइकिङको त्यो मैले सोध्ने क्वेसन हो यार त्यो मेरो प्रश्न हो
कस्तो भयो त नि गाइजी एक्सपिरियन्स हाइकिङ के भयो त भाइ तिम्रो इन्टरभ्यू दियो आफ्नो दिनु न त प्रतिक्रिया ल भाइ भन आजको हाइकिङमा विशेष टोलीहरू हामी यो ठाउँको नाउँ चाहिँ थाहा भएन हामी सिडीमा हिँड्दैछौँ सिडी हाल्यो यो ठाउँको नाउँ चाहिँ थाहा भएन कुरा हो कति स्टेप चढ्नु भयो त गएर सरी होला लगभग 150 जति अहिलेसम्ममा वेल यति हान्नु पनि कसरत हो गाउँ घरको मान्छे त ओभरदोर गर्छ त यतिकै हेर्नु त गरेकै हो पहिला हामी लाउरेहरूले यस्तैमा त डुको क्यारी गर्छ त पहिला त गरेरै हिँडिरहेकै हो दिने पछि अहिले चाहिँ अलि यो गर्मी चाहिँ बेसी गर्मी यहाँ ठिक हो काठमाडौँको के भन्छ त्यो पानी फलफुल लागेको छ जस्तो छ फलफुल चाहिँ त्यहाँ हावा काठमाडौँको हावा लागे जस्तो छ अब रामेछापको हावा दिनु पर्ला जस्तो हजुर ओके वेल हामी पुगेको है अलमोस्ट चढिसक्यो अब यस्तो ठाउँमा आइपुगेछौँ लुक ओके उताको मन पर्नु ल सुक ल छाडिबाट यस्तो छ हेरौँ हामी स्वतन्त्र पार्टी स्वतन्त्र पार्टी एकचोटि ल म गर्दै आउँछु ल रासोपा बेलुन स्वतन्त्र पार्टी माटो माटो देशको माटो ढुङ्गा के हामी चाहिँ स्वतन्त्र भन्नाले स्वतन्त्र पार्टी पनि होइन कुनै पार्टी होइन अब घर त जसले दिन्छ हामी ख्रिस्टको टाइगर जय माटो 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 रे माटो त अनि भाइ जन्मेको माटोमा हो छैन तपाईँहरूलाई स्वागत छ घन्टी आयो घन्टी कि माटो माटो नि कसले घन्टी घन्टी कि माटो मलाई त थाहा भएन है घन्टी हुन्छ हुन्छ देश निकाला हो जय माटो नि माटोको स्पेलिङ भन्नु त यो घन्टीलाई चाहिँ आउट गराउनु पर्छ ओइ माटोको परिभाषा चाहियो यसलाई झन् यार मेरो सब गरेर त्यत्रो अघिदेखि तपाईँ म छँदै छैन म जासुकै त जन्म कहाँबाट भएको जन्म कहाँबाट हो रे माटोले जन्माए त्यसो भए त्यहीबाट होइन पढेको त त्यहीबाट हो नि त माटो आमा चाहिँले दुःख गरेर जन्माउने अनि माटोलाई आमा हजुर हो नि उसको त टाइम थियो टिङ्गो पऱ्यो जन्मिहाल्यो फेरि पनि चढ्ने रह्यो त एकदम माखन हँसी भएको थियो हामी कहाँ आइपुगेको यो ठ्याक्कै मलाई पनि थाहा भएन भिडियो त खतरा हान्यो उहाँ चाहिँ भाग्य नै हो देख्ने नबोल्ने नदेख्नेले बोल्दैन कि यहाँको सकियो जस्तो छ हाम्रो हेलो कस्तो छ देखिरहेको छ अहिलेको भरेबाट झरेपछि अझ फुटा दुख्यो होला सायद स्वतन्त्र पार्टी जिन्दा भोट केमा
बुड्कीमा माटोमा हुनु न बुड्कीमा ढुङ्गामा ढुङ्गामा सात सूर्य सात छाप एमाले मुजी मुर्दाबाद एमाले मुजी हामी कतिजना रहेछौँ अगाडि काउन्ट गर्छौँ हामी 13 जना एक काउन्ट गर्छु ल काउन्ट गर्ने ल अब 1 2 3 देख्यो मेरो लागि भन्दिन है 7 9 बाट 11 आयो 10 भने जस्तो यार यो त रमाइलो भयो फेरि काउन्ट गरौँ म हामी कतिजना लिन्छौँ सुनिरहेको छ नि काउन्ट गरौँ ल लेट्स काउन्ट 1 2 3 हात उठाएर ह्यान्ड राइज योर ह्यान्ड 10 मै रहेछु हौ बिग्रेन त मै रहेछु हौ 13 ओके 13 जना पुग्यौँ हामी 14 पो 13 हो ओके एकजना कहाँबाट बढेको हामी ए सिट मेरो भए त यो त हाम्रो ठुलो दानी बिर्सेको छ ठिकै रहेछ ल वेल भात खाँदाखेरि थाल नगाने यही ठाउँमा अहिले यति हामीसँग एभिडेन्स भिडियो छ भिडियो छ हामीसँग के त 500 दिनुहोस् न 1000 तिर्नु छ होइन हामीलाई 10 मिनेटको त 10 मिनेटको त कति हुन्छ हाम्रो हिसाब गर्नु त 11 13 जना है 130 जना 130 दिएदेखि अहिले म त पसिना भइसक्छ नि त तपाईँ हो हाइकिङ कस्तो जाँदैछ टन्टी देखाइदिनु नि तपाईँको त आजको मेरो साथी है यसले मलाई छोडेको छैन तपाईँले छोडेको कि तपाईँलाई नछोडेको यसले मलाई छोडेको है निसित पनि फर्किलिएर आयो है अब ओलम्पिकसम्म पुग्ने सम्भावना त्यस्तो धेरै चान्स छ है प्रोबेबिलिटी 99% हो 99 नै हो तपाईँ अनि तपाईँ चाहिँ गिटारको गिटार आज खै केशव सुनुवारले मलाई छिर्की मारिहाल्यो त होइन एकछिन तल झार्नु है त भनेर मात्र राखिदिनु के भनेको थियो भने ल ल ल तपाईँलाई दुःख भयो अबदेखि म बोक्छु अरे पछि एकदम शान्त एकचोटि त फ्री भने भयो नि त म त एकदम फ्री नाचे पनि उफ्रे पनि भ्लग पनि बनाए टोपाले मनमा नै गदगद गदगद है प्रफुल्ल तर त एकछिनपछि त केशव खोज्छु मान्छे छैन बिचरा गिटार एउटी नसकिने अब नसकिने है नसकिने ल हाम्रो फ्रन्ट थ्री बाप्साको फ्रन्ट थ्री र हाम्रो फ्रन्ट थ्री एउटै हो कि अगाडि मात्रै छ पछाडि हेर्दैन है बार्सिलोना तर अहिले अलिक गद्दार भएको छ गद्दार करो रफनियालाई चाहिँ त्यो अलिकता प्लस पोइन्ट भएको है सिरिन्ज रफनियाले त नि त्यसपछि त नि ताल आउँछ नि त कसरी लाउनु पर्ने हो जुनसुकै मड्डी आओस् होइन आओस् कि रियल आओस् कि ऱ्याङ्कै बढी भएको प्लेयरै आओस् न वर्ल्डको ऱ्याङ्क भएको के अरे एटेकै ऱ्याङ्क भएको आर्सेनलै आयो नि केही फरक पर्दैन अनि हो त्यस्तो खालको क्या रफनिया हुनु पर्यो हामीलाई हुनु पर्यो यमल त छ त्यसलाई कसैले लात्ताले हान्नु मिस्टर म्याजिसियन पेद्री पित्री नभएर बार्साको पित्री त्यही हो अनि
रियल मड्रिडको आएपछि खासमा चाहिने भनेकै गाबी हो क्या गाबी गाबी त धेरै लङ टाइम भयो इन्जुरी भएको होइन ट्रेनिङमा आइसक्यो केटा अस्ति खेलाएन अब अपकमिङ म्याचहरूमा तर हाम्रो खेलाउने कुरा भइसकेको छ मसँग हाम्रो लिभिन्डोस्कीको लाई चाहिँ अलिक यता बेचेर क्या राम्रै अझै पनि राम्रै पैसा आउँछ क्या त्यसलाई बेच्यो भने म त अस्ति क्या त्यो के भन्छ अब तर लिभिन्डोस्कीलाई किन्ने नै खोजी अब त्यो सानो क्लब मात्र हो सानो क्लबमा त्यो उसको काम फेरि एट्याक मात्र हान्ने हो फेरि प्लाट एट्याक चाहिँ फेरि त्यसले कन्फर्म ग्यारेन्टी ठोकेर हान्छ क्या लिभिन्डोस्कीको काम त्यो किनभने त्यो फेरन टोरेस क्यान्सल गर्दा हुन्छ त्यो मैले क्या डेकोसँग कुरा दिएको थिएँ क्या डेकोसँग क्या जुन हाम्रो स्काउट छ नि स्काउटिङ टिम डेकोको क्या प्लेयरहरू किन्ने बेच्ने गर्छ नि उसँग कुरा भइसकेको थियो क्या अल्भारेज किन्ने कुरा भइसकेको थियो क्या 110 मिलियनमा है त्यो अल्भारेज किन्नुपर्छ क्या 110 मिलियनमा सबैभन्दा राम्रो कुरा भनेको अल्भारेज हो क्या त्यो अल्भारेज अनि हाम्रै अर्जेन्टिनाको सेन्ट्रल ब्याक पनि भइरहेको थियो क्या कुतिरो मिरोको अब लगभग सकिएछ उता कन्ट्याक्ट अब यता फ्रीमा ल्याउने हो कि भन्ने कुरा चलिरहेको छ अर्को ठाउँ कुन ठाउँमा आएर डिफेन्डिङ लुज बनायो भन्दा त्यो के अरे एल्मा मार्टिनेज के भन्नु मार्टिनेज बेचेर चाहिँ तम फल गरे क्या है 25 वर्ष कति त भयो 34 वर्ष भयो त्यस्तै बुढा भयो त पनि हेलो ओके नमस्कार गरिदिउँ कि क्या उसलाई देख्छु ल हेर्दै पनि नटाइचोटि कस्तो हुँदो रहेछ उल्टो देख्छु नि त म त अनि यो त उल्टो पर्छन् होला त यो त्यो डट बाइक हो डट क्या डट त्यो डटको लागि यहाँ रहेछ त माउन्टेन बाइक ट्रायल रहेछ हो ट्रायल यो बाइक ट्रायल रहेछ है त्यो माउन्टेन बाइक डट बाइकहरू कुदाउने ठाउँ ट्रायल देखेको रहेछ त्यहाँ माउन्टेन बाइक ट्रायल यहाँबाट गइदिनु न त अब कस्तो हुँदो रहेछ हामी आउँदैछौँ ल ठिक छ बाइक हिँड्ने बाटो है मजाकै बाटो रहेछ त हामी म्यापहरू हेर्दैछौँ यो बाटो यो लिनमा होइन के छ ठिक छ मेरो भाइ के छ गर्दैछौँ हामी हजुर अघि यहाँबाट आएको हिँड्न सक्दैन थियो अहिले ठिकै छ सकाउने नि जबरजस्ती नजिकबाट होइन है त्यो जग्गा टाढाबाट खिच्ने ए म पुगिन्छु रे क्या यो चाहिँ यस्तो दिनमा नि बनाएको है यहाँबाट निस्केर जाउँ भन्दैछु ऊ त्यहाँ गेट टू कसको गेट अघिको गेट कहाँ हावा बाटो हिँडेर त्यो बाटो माथि गेट हो त्यो जहाँ पाइ त्यही गरेर चिन होइन न हजुर किन जाने त्यहाँ चाहिँ ए त्यो म्याप हेर्नु त म्यापहरू हेर्नु त जाउँ उतै वाइफाई थियो त अघि दाइ वाइफाई थियो त अघि वाइफाई
यो जङ्गलमा कहाँ गएको भन्नु छैन जाउँ त अब के गरेको फेरि एकछिनलाई हतार नगर्नु हामी कम्प्युटर युगको मान्छेहरू हामी कम्प्युटर चलाउँछौँ एआईको जमानामा आएको कहाँ कम्प्युटर त उहिले नै हो नि होइन कि अहिलेसम्मलाई आमा जन्मेकै कम्प्युटर युगमा हो त्यो त हामी पो जन्मेको कम्प्युटर युगमा त एआईमा त मेरो छोराछोरी चाहिँ जन्मिन्छ एआई नै हो अहिले स्टिल एआई नै हो हामी नमान्ने अनि हो एआई हो नि त अहिले दुईजना अघिबाट गयो क्या दुईजना खोइ वीरेन्द्र र दाइ दाइ के गरौँ बाटो हरा जस्तो लाग्यो लगभग ल्याएर छैन हराएको कता जाने रहेछ नाइका भिलेजमा पुग्छ कताबाट यही बाटो गयो भने यो बाटो जाने पुरै यस्तो ऊ पुरा हानेको छ त म्यापले कस्तो देखाएर छ तपाईँलाई म्यापले त यहाँ पनि देखाउँछ यो ठिकै देखाउँछ कता जाने यतापट्टि भएर जाने फेरि ट्र्याकबाट निस्किन गेट यतातिर नि त तिम्रो गेट त त्यो माथि अघि इन्ट्री पोइन्ट त्यहाँ माथि अघि गेटमा अघि हामी त्यहाँबाट आयो क्या उयो बाटो यो येल्लो रेड दाइ आउनु यतैबाट जाने कुरा भयो यतैबाट जता बाटो हराइ है ऊ पुरा हानेको छ त हान्न नि यो बाटोले त अनि हेर्दैछन् स्टोरी गइदिने फेरि त्यहाँबाट यस्तो आएर फेरि यस्तो घुमेर यस्तो जाने रे अब ओके हाइकिङ त मजाकै चल्ने भयो त नि आज कति दिन सुत्ने ओ बुई यो त के भन्छ त्यो फेरि के गर्दैछ त्यहाँ होइन तिमीहरू कहिले सुध्रने सुध्रेन यो त भर्खर ए दाइ त्यो सुरु छ अरिङ्गल कि त्यो मोडी भन्छ नि ए त्यो बारुला के हो अरिङ्गल ए त्यो सुरु छ नि दाइ आउनु त त्यो के भन्छ नि यो यस्तै चाका अरिङ्गल अझै छ अरिङ्गल होइन त्यो के भन्छ यस्तोमा बनाउनेलाई के भन्छ नि कठौरी कि के कठौरी हो कठौरी स्टिल रहेछ है त्यो बाहिरको त्यो केले खने सक्छ त्यो स्यालहरू हो क्या अझै रहेछ क्या दाइहरू होइन ओए क्यामेरामै आउनु खोज्छ त अरिङ्गलको नवजात होइन ल रन Run. सकेन म कापुगे खै दौडेको जहाँबाट छिरी त्यही निस्क्यो है जहाँबाट छिरी त्यही निस्क्यो नि त आउँदैन त त्यो मान्छे त को हो त्यो मछरीको निस्किनै टाइम लाग्यो कोही कोहीलाई त्यसैले गरेर नौलो चाहिँ ल भेट
कर भन्दैन त्यो 2 शब्द आई एम नट अ हिरो होन्डा KTM केस KTM Come out to घुम्ने नहुने रहेछ क्या अगाडि त फोटो गयो नि दाजु देखादै त पुरै गयो माथि गयो डेन्जरै गयो देखाइदिए त अब कमाल कमाल गयो यार त्यो कञ्चनले नि सरापेर कसरी हेर्दै क्या के भयो ल मोबाइल चाहिँ गयो क्या मोबाइल देब्रेपट्टि देब्रे लडेछ किन भन गर्दा धरे भन्ने समाज त खोजेको धन्यवाद त रहेछ त मुख्य गाउँ तल केही त छैन के खिचेको है खोइ के को चोला डाँडा जस्तो हो त्यो अक्खन टाढो जानेছি हेरौँ न त कसरी झर्दैछन् उनीहरू जानु होला है म सँगसँगै ओए ढुङ्गाले झन्डै हानेको रे जी भने क्यामेराम्यान चाहिँ सुरक्षित हुनु पऱ्यो क्या अरू थाहा छ नि यो बहिनीलाई सिकाएर हुन्छ है आउनु 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 यस लाइन के दिर ल ए मेरो खुट्टा दुख्यो यार That's it. Yes, we did it. ओए आज त के बल्छ नि त यार के भएको यो फोटो पठाइदिए वीरेन्द्र जति जति देखेर गयो
बदलाउनु